नमस्ते सेवारो वेलकम ब्याक टु माई युट्युब च्यानल र मैले फेरि पनि सेकेन्ड टाइम मैले ओयाम बजारको यो ओयाम हाम्रो ठाउँको सेकेन्ड भिडियो लिएर आएको छु र अस्ति चाहिँ यो धानहरू पनि अलिकति निस्केको थिएन। अहिले चाहिँ अलिकति हाम्रो यो धानहरू पनि निस्किसकेको छ र पहिलेको मेरो भिडियोमा चाहिँ यो धानहरू अलिकति निस्केको थिएन र ओयाम बजार आज चाहिँ म तपाईहरुलाई यो पारीबाट पनि ओयाम यो डाँडाहरू हाम्रो ओयामको ठाउँ यतापट्टि कस्तो देखिन्छ म देखाउने छु। यहाँबाट चाहिँ अलिक नजिकै देखिँदो रहेछ। यो चाहिँ हाम्रो तल इन्द्रती जाने बाटो हो। तलको चाहिँ बाटो चाहिँ अलिकति पहिलेको जस्तै रहेछ। यो चाहिँ हाम्रो ओयाम बजार हो। अलि माथिबाट खिच्दा चाहिँ राम्रो हुन्थ्यो होला, तर यहाँबाट चाहिँ तल स्कुल मात्रै देखिँदो रहेछ। यो चाहिँ पहिले हामी पढेको स्कुल हो। यो चाहिँ यो तल चाहिँ हाम्रो कान्छोको चाहिँ यहाँ फर्निचर पनि छ ओयाममा। ल भाउजू, ल भ्लगमा आयो है भाउजू पनि। ल हाम्रो भाउजू पनि यता आउनु हो। ल ओयाम बजार चाहिँ यो मेन रोड चाहिँ यो हो। यहाँबाट चाहिँ हामी यता बजार पनि म देखाउने छु। यहाँ चाहिँ हामी पढेको स्कुल हो। तल चाहिँ यता चाहिँ हाम्रो सुचन्द्रको फर्निचर हो। बाइक चाहिँ यहाँ राखेको छ। सुचन्द्रको चाहिँ यहाँ ओयाममा फर्निचर छ। फर्निचरको नाम चाहिँ के अरे भन्छ? के फर्निचर है? ओयाम फर्निचर। यो चाहिँ के हो भन्छ? यो के बनिँदैछ यहाँ? यो चाहिँ पलङ बनिँदैछ हाम्रो ओयाम फर्निचरमा। यो चाहिँ के हो? यो चाहिँ लुगा राख्ने हो। यो के? यो पलङै होइन राम दाजु? यो चाहिँ लो बेडको कलर हुँदै रहेछ यहाँनिर ओयाम फर्निचरमा। चाहियो भने यहाँ सम्पर्क गर्नु होला हाम्रो सुचन्द्र भाइलाई। एकदमै राम्रो रहेछ। यहाँ बत्ती चाहिँ छैन। यहाँ अर्को पनि बनिँदो रहेछ। म चाहिँ ठ्याक्कै ओयाम 2 नम्बर पनि आएको छु। यो 2 नम्बर ओयाम 2 नम्बर बजार हो। यो चाहिँ ओयाम 2 यो पर डाँडादेखि यसो भित्तासम्म छ बजार चाहिँ ओयाम 2 नम्बर। यहाँ चाहिँ हाम्रो सेलिङको पुरानो यो सिम्बल रहेको छ। यो चाहिँ हाम्रो अहिलेको ठाडो खोला हो। पहिलेको चाहिँ यहाँ पुल थियो। यो पुल चाहिँ बगाएको छ अहिले। यो चाहिँ पुल चाहिँ रहेन रहेछ। यो पुल थियो पहिले यहाँ चाहिँ, यहाँबाट यहाँ पुल थियो। अहिले चाहिँ यो पुल रहेन रहेछ र यहाँबाट चाहिँ बाइकहरू तर्नु पर्ने रहेछ र गाडीहरू चाहिँ यहाँबाट। र एकदमै यो चाहिँ पुल पनि नबनिएको कारणले गर्दा विद्यार्थीहरू धेरै हिँड्छन्। यहाँ चाहिँ निकै गाह्रो रहेछ। म पनि धेरै टाइम पछाडि आएँ। र यो चाहिँ हाम्रो ओयामको ठाडो खोला। यस्तो छ हालत। र हाम्रो ओयामको पुल कहिले बनिने हो? म चाहिँ अहिले पारी 2 नम्बर गएको थिएँ। यो पर यो 2 नम्बर पारीपट्टिबाट मैले चाहिँ भिडियो यो हाम्रो जम्मै देखिन्छ होला भनेर चाहिँ मैले गर्न गएको थिएँ। तर घामको कारणले यो घाम चाहिँ जानै गएन। यो चाहिँ हुन्छ यो घामले चाहिँ उतापट्टि भिडियो राम्रै आएन र चाहिँ म चाहिँ अहिले फर्किरहेको छु। र मैले चाहिँ अघि मैले सुरुमा भनेको थिएँ म पारीबाट पनि भिडियो देखाउँछु भनेको थिएँ। र पारीबाट चाहिँ अलिकति घामको कारणले मैले भिडियो देखाउन सकिनँ। र हाम्रो ठाडो खोला पुल चाहिँ यस्तै छ। यो पानी चाहिँ एकदम ठुलो छ। यो चाहिँ बर्खामा चाहिँ तर्न सकिँदैन। अहिले नै पनि यत्रो छ। अहिले नै यत्रो छ पानी। र पुलको हालत चाहिँ यस्तो रहेछ एकदमै। माथि स्पिड लामो छ, त्यही भएर पानी चाहिँ वर्षामा चाहिँ निकै ठुलो नै आउँछ। र यहाँबाट चाहिँ हाम्रो
गाउँहरू पनि देखिँदो रहेछ। जुन यो पर बादल लागिरहेको छ यो चाहिँ हाम्रो गाउँ हो। यहाँबाट चाहिँ अलिअलि घाम लागिरहेको छ र पारीबाट चाहिँ देखिएन, यहाँबाट चाहिँ अलिअलि देखिँदो रहेछ। अनिल दाजुको भिडियो त मैले एउटा भाइरल गरिदिनु भएन, एउटा भिडियो एउटा टिकटकको त अनि भाइरल हो नि। यहाँ सिटिङमा पनि देखिँदो रहेछ त, 2 नम्बर सिटिङमा। म चाहिँ अहिले भिडियो यो बजारतिर भिडियो बनाएँ। जुन यो पारी पनि गएको थिएँ म अघि, त्यहाँबाट चाहिँ घामले गर्दाखेरि अलिकति भिडियो चाहिँ यतापट्टि खिच्नु पाइएन र म चाहिँ अब चाहिँ घरतिर फर्किरहेको छु। र अहिले चाहिँ अलिकति मौसम चाहिँ राम्रो भएको छ, घाम पनि गएको छ, एकदमै राम्रो छ हाम्रो यहाँ बजार। यो चाहिँ बजार हो, एकदमै राम्रो छ हाम्रो यहाँ। माथिको डाँडा पनि राम्रो छ, घामबारीहरू एकदमै राम्रो छ।